नमस्ते अनि गुड मर्निङ तपाईँहरूलाई। म उठेर जस्ट बारीमा गएर थिएँ, घाम लागिरहेको रहेछ हो। घाम कस्तो राम्रो लाग्यो ताप्नलाई, तपाईँहरूलाई देखाउँदैछु हो, हेर्नुहोस्। अनि हाम्रो छेउमै यहाँ कोलको घरी कति राम्रो लागेको छ कि, यहाँ हेर्नु न घरी यहाँ हेर्नु त कस्तो राम्रो यति लामो छ नि। कोलको तामुलको पत्ताले गर्दाखेरि देखिएको छैन, तर बहुत राम्रो छ। अनि त्यो हेरेर आउँदा यसो हेरेको त बुवाले टाट्नामा खसीलाई भात दिनुहुँदै रहेछ। भात सात दिएर खाएर यसो हेरेको त बाबु आँगनमा खेलिरहेको रहेछ हो। कुखुरा हो खाइरहेको छ, कारण बाबु चाहिँ हेरिरहेको रहेछ करो गरेर। अनि यसो गरेर बसेँ एकछिन, अनि बसौँ कि भनेर गएँ। अनि अनि त्यहाँबाट गाखिर लिन जा भनेर पठाएँ, अनि गाखिर लिन जानै पर्यो। अनि बाबुसँग हिँड्यौँ गाखिर लिन है हो। म अगाडि छोरो पछाडि छ, हिँड्यौँ बाटो यतापट्टि हो। भाइ बहिनीहरू भर्खर उठेर दाँतुन गर्दैछन् बाटोमा बसेर। अनि गइयो जाँदैछ। अनि अब गाखिर लिएर आइयो, कफी नआयो। अनि कफी लिन फेरि हिँडियो दोकानतिरै, जाँदैछ दोकानतिर कफी लिनको लागि। फुपूको छोराको दोकान छ गाउँमै, कफी लिन जानु पर्यो भनेर गइयो। यहाँ हेर्नुहोस् न के छ दुनियाँ बिजी छ, मान्छे आइरहेका छन्। कफी झुनिएर छ। मैले 4 प्याकेट लिएँ हो, 4 प्याकेट लिएँ मैले कफी। 4 प्याकेट लिएर चाहिँ अब आइयो, 4 प्याकेट लिएर घरतिर आइयो। घरमा आएर कफी सफी बनाएर अनि यो सुरुप गर्दै पियो कफी। कस्तो मजा आयो के भन्नु र। अनि त्यहाँ मैले कफी खाएको चाहिँ छोराले उभिएर हेरिरहेको छ। हेर न, मलाई पनि दिनु न भनेर हाँस्दै छ। आजको यति नै भिडियो, बाई बाई।